founder Sher Malla from Lumbini Lions is joining us today in the special episode of Hashtag Shining Moment with Lumbini Lions. Let us hear the shining moment of Mr. Malla. Sherji, thank you so much for joining. It's a pleasure to have you. Sherji, ले हाम्रो पहिलो प्रश्न चाहिँ सबैले क्रिकेटको बारेमा आजसम्म कोबाट सबैभन्दा बेस्ट एडभाइस पाउनु भएको छ र त्यो एडभाइस के थियो शेयर गरिदिनुस् न। अहिलेसम्म अब एडभाइस त मैले धेरै जस्तो पाएँ हैन, तर अब स्पेशली अब लाइक मेरो क्रिकेट भन्दा पनि अब क्रिकेटको एउटा मलाई चाहिँ मेरो फ्यामिलीदेखि नै पनि मेरो जो मम्मीले चाहिँ मलाई एउटा डिसिप्लिन चाहिँ अल टाइम मेन्टेन गर्नु भन्नुभएको छ। सो यो चाहिँ मेरो लागि एकदमै इम्पोर्टेन्ट सिक छ जो मैले सिकेँ लाइफमा। ओके, डिसिप्लिन सबै क्षेत्रमा चाहिने कुरा हो। तपाईलाई हाम्रो अर्को प्रश्न चाहिँ जीवनमा तपाईको लाइफमा आजसम्म फर्केर हेर्दाखेरि यस्तो कुनै मोमेन्ट छ, त्यो मोमेन्टलाई तपाईले एकदम खुसीका साथ सम्झिनुहुन्छ र भन्नुहुन्छ कि यो चाहिँ मेरो जीवनको शाइनिङ मोमेन्ट हो? हजुर, यो चाहिँ अब डेफिनेटली भन्दा लास्ट इयर सेमी फाइनल 2 जनकपुर वर्सेस कर्णाली जसमा मैले चाहिँ आफ्नो बेस्ट अहिलेसम्मको आफ्नो बेस्ट नखेलेर चाहिँ त्यो जिताएको थिएँ। सो त्यो चाहिँ मेरो लागि एकदम बेस्ट मोमेन्ट थियो। थ्याङ्क यू सो मच फर जोइनिङ अस एन्ड अल द बेस्ट।